हेलो जुजुलापास सम्पूर्णलाई अनि योगा डेको हजुरहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना अनि तथा नानो अभिवादन जनाउँदै आज एउटा सानो योगा डेको विषयमा बनाउन गइरहेको छु। हाम्रो डेली बेसिसमा योगा गर्नु अति नै जरुरी छ, किनकि हाम्रो जिउलाई जति एक्सर्साइज गर्यो हामीले त्यति नै राम्रो बेनिफिट्सहरू पाउने गर्छौँ हैन। अब यस प्रकारले अब धेरै कुरा फाइदाहरू हुन्छ हामीलाई। अनि यो चाहिँ मैले अलिकति जस्ट लाइक कमेडियन टाइपको बनाएको छ। अब यो चाहिँ वान टाइम्स मात्रै गर्दा कस्तो हुन्छ हैन, यसलाई चाहिँ हजुरहरूले अन्यथा नलिदिनु होला। म हजुरहरूप्रति मेरोबाट के गल्ती भने क्षमा चाहन्छु सम्पूर्णलाई। अब यस्तै हो योगा डेको दिन, यसरी योगा गर्नुपर्छ भन्ने मात्र हैन, अरू बेला पनि हामीले योगा गर्नु बहुत ही जरुरी छ हैन। एकदम इम्पोर्टेन्स छ हाम्रो लागि, किनभने हामी अत्यन्त राम्रोसित गर्नुपर्छ र सुरु गर्न गइरहेको छु। हेर्न सक्नुहुन्छ चाहिँ रोटेसन भनिन्छ, स्पिडमा गराएको छु। हजुरहरू चाहिँ कम्बरको एक्सर्साइज हो, यो पनि एकदमै जरुरी छ गर्नु ढाड दुख्नेहरूको लागि। र यो चाहिँ के भन्न चाहन्छ भने यसरी गर्दा बेसी गऱ्यो भने त्यस्तो हुन्छ नि त। यसरी एक्सर्साइजहरू चाहिँ हामीले कोही कोही बेला गर्नु हुँदैन क्या, डेली बेसिसमा गर्नुपर्छ। एकदम शरीरको लागि एकदमै राम्रो। कोही कोही बेला गऱ्यो भने चाहिँ यस्तै हुन्छ नि फेरि ल, कोही कोही बेला नगर्नु, गऱ्यो भने डेली गर्नु केही हुँदैन नि त होइन। राम्रो कुरा त कहाँ गर्नु मन छ होइन, गर्नुपर्छ। त्यो कहाँ हुन्छ